यो चाहिँ हो गान्चुङ बस्ती। यहाँको चाहिँ म तपाईँलाई देखाउँछु। यो एयरपोर्ट पाक्योङ खेत हो। यहाँको चाहिँ म देखाउँछु। तपाईँको हेर्नुहोस् त क्या छिटो नि हो आफूले सर चाहिँ बानी भएको हिलेदेखि त्यो चुलामा पुरा पोलेर बानी रहेछ मैले बुझेँ नि गरम पनि भएन ठ्याक्क बस्नु भयो कति मजाले फर्स्टमा आएर थालिहाल्नु भयो पोलेको होइन अस्ति बानी गरेर खाइसक्नु क्या हुन्छ त नि हाम्रो बदली काम गरिदिएको यहाँ रिकर्ड बनाउने एउटा हो अझ अर्को आयो त मगाएर म त यहाँ त काम पो गरिरहेको सधैँ मासतिरको तान्नु भएछ भने मुन्तिर राख्नुहोस् माटो यसले एक ढोकाले हुन्छ मलाई त यो आउँदा युट्युब गरेको अलिकति टुप्पो पाएको छैन त्यसरी हो पर्दैन हौ जिपिसलाई किन पाकिरहनुपर्छ बनाउने पियाज हो यहाँ छोडिएन नि छोडिने खालको छैन कलिलो रहेछ हेर्दा मात्रै ठुलो देखियो कि कलिलो मिठो हुन्छ नि है कलिलै मिठो जिपिसलाई ठिक्क पनि थियो अरे कि सबै छ कलिलो मिठो इच्छा होइन जिपिसलाई ठिक्क नानीलाई भएको त सुकेको मकै यो मकै छिटो सुक्दैन नै सुक्छ पनि कुही जान्छ पनि मिठो पनि असाध्यै मिठो यहाँ गाडा दिनुपर्छ ऊ खोलेमा हाल्नु यो गनगन गरेको कुन चाहिँ हो भाइ यो बज्यो देऊ न यसलाई यता फ्याँकेको गोबरमा पर्छ हातले दिनुपर्छ नि हेर उसले टिपेर खान्छ यसो दिन्छ खानु